खसीको धुवा त्यहाँ ठिक्कै पनि छ आज चाहिँ होइन यता होला अलि अगाडि चौतारीमा चान्नै लागेको छ क्या घमासान क्यारम बोर्डको गेम क्यारम बोर्डको आज चाहिँ पास्टर बुवा र हाम्रो दाइ चाहिँ एकदम खतरासँगले आमा बाबा चौतारीमा चाहिँ यसरी क्यारम आमा बाबा चौतारी है आज चाहिँ आमाले नै को कुरा खानापिना बनाउनु थाल्नु भएको छ है आमा बाबा चौतारी होइन आमा जानुहुन्छ सब्जी बारी जानुहुन्छ अरे त सबैजना आमा जानुहुन्न सब्जी बारी ए ल के साह्रै मजाको फुलबारी रहेछ आज चाहिँ आमाहरू सबै यहाँ फुलबारी गोडमेलमा छ मेरो डिएक्सनको गाडी यो चाहिँ पहिला अरू स्टेटमा हिँड्दाखेरि चाहिँ म यसैमा म प्रोडक्टहरू लिएर हिँड्थेँ तर आजभोलि चाहिँ हाम्रो आमा बुवा चौतारीमा आमा बुवालाई ल्याउने लाने अनि जङ्गलतिर जाँदाखेरि चाहिँ खुब काम दिइराखेको छ यही गाडीमा चाहिँ हामीहरू टन्न जान्छौँ अनि गयो जङ्गलतिर छानाहरू हिँड्नु गयो गर्ने चाहिँ भइरहेको छ आमा बुवाहरू चाहिँ यहाँ हुनुहुन्छ फुल रोपी छ फुल रोपिरहनु भएको छ आमाहरू चाहिँ एकदम रमाइलो डाँडा छ यो चाहिँ यस्तो छ है हाम्रो चौतारी ठुलो एकदम छ अनि यहाँनिर हरेक किसिमको कुट्रा यहाँ हरेक केही गर्ने ठाउँहरू छ भित्री त्यस्तो छ यहाँ चाहिँ पार्किङ निकै ठुलो छ 20-25वटा 30वटा गाडी आँट्ने चाहिँ टक्कै हाम्रो आफ्नै निजी पार्किङ छ यता पनि घर यो पर खोल्सीदेखि यता जम्मै यहाँ हाम्रै हो पारिपट्टि मात्रै अनि यो तल खोल्सीदेखिको यो पर जङ्गलदेखि यता जम्मै हो अनि यहाँ घरहरू चाहिँ एकदमै पातलो पारिपट्टि छ एउटा ठुलो घर नभएदेखि घर नजिक छैन टाढो टाढो ठुलो घर छ यो चाहिँ यो पार्किङदेखिको यो घर यति फराकिलो छ हाम्रै टाढासम्म खासै मेन ढोका चाहिँ यहाँदेखि हो तर उताबाट हाम्रो मान्छेहरू हिँड्ने गरेको छ तर मेन ढोका चाहिँ खासै यो घरको यहाँबाट तर उतापट्टिबाट हिँड्ने गरिएको छ यहाँ चाहिँ अफिस हो यहाँनिर चाहिँ कोठाहरू छ यहाँ यस्तो ठुलो चौरी छ कि यो चौरीमा चाहिँ हामीले केही प्रोग्रामहरू गर्दाखेरि चाहिँ यो चौरीमा गर्नुपर्छ भनेर चौरीलाई चाहिँ बनासिराखेको एकदम मजाको चौरी छ यो रोडदेखि यता सबै उताको घरहरू गाउँ छ पछाडिपट्टि पनि यत्रो ठुलो छ है त्यो पर रोडदेखि यता जम्मै हो त्यो रोडै हो सिमाना यहाँबाट एउटा यो सानो ग्रेभल रोड यहाँदेखि टक्कै आएर चाहिँ
ठ्याक्कै यहाँ यो तल्लो तलाको चाहिँ ढोकामै यो रुट चाहिँ पुगेको छ ल है हाम्रो आमाहरू चाहिँ यहाँ एकदम रमाइलो मानिराख्नु भएको छ यो आफ्नै बारीमा चाहिँ अब घुमिराख्नु भएको छ यो चाहिँ साह्रै रमाइलो बारी छ है एकदम रमाइलो रमाइलो एकदम रमाइलो बारी प्रभुलाई धन्यवाद हामीलाई यस्तो रमाइलो बारी प्रभुले जुटाउनु भएको त्यही त एकदमै यो चाहिँ हाम्रो मण्डलीभित्रको आफ्नो निजी बारी हो अनि धेरै नै हो नि 4 एकर जग्गा हो अन्त यो सबै यो पर त्यो पर त्यो रुख भएको यो रोडले काटेको यता पर यो रोडसम्म नै हो टाकटुकै यो सबै सबै यो उता अगाडि मात्रै देखेको ए यता आउनु भएको थिएन आएकै थिएन म अनि ए ल घुम्नुपर्छ है यो आफ्नै बारीमा त यसरी घुम्नुपर्छ यो सबै यो रोडले काटेको जम्मै यो धुपीहरू यो पराको धुपी गाडीहरू जम्मै यो रुखहरू आफ्नै हो जम्मै अनि यो सबै उहीदेखि नै आफ्नै हो नि सबै 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 थुप्रो छ थुप्रो जग्गा धुपी घारीदेखि लिएर चाहिँ एकदमै ठुलो झ्याङ रहेछ म त अहिले मात्रै विचार गर्दैछु यो चाहिँ उपरको झ्याङ छ उपरतिर छ यहाँनिर यो चाहिँ उपरको यो जम्मै हो आफ्नै है आमा यो चौतारीमा चाहिँ आज बारी घुमाइदिएको यहाँ घुमिरहनु भएको छ कति चाहिँ छ त बारी भनेर घुमिराख्नु भएको छ नै हुँदो रहेछ रोडको जङ्गल हो माथिबाट पनि कोही आमाहरू चाहिँ भराउनु हुँदै रहेछ आइराख्नु भएको छ